हेलो नमस्ते, वेलकम ब्याक टु द च्यानल भखारी ब्लग्स। धेरै समयपछि फेरि एउटा आज नयाँ ब्लग लिएर आएको छु होइन। अनि आजको ब्लग चाहिँ स्पेसली चाहिँ यो गाडी सम्बन्धी हुनेछ। खास गरेर यो भिडियो चाहिँ भर्खर गाडी सिकेर लाइसेन्स निकालेर गाडी लिनुभएकोहरूलाई चाहिँ काम लाग्नेछ होइन। साँघुरो ठाउँहरूमा चाहिँ कसरी आफ्नो गाडीलाई जज गर्ने होइन, कति ओगटे छ ओगटे छैन, कति काट्दाखेरि कट्छ कट्दैन, कसरी जज गर्ने भन्ने कुरोको बारेमा आज गफ गर्छु। अनि मैले भिडियोहरूमा देखिरहेको हुन्छु क्या आफ्नो गाडीले कति ओगटे छ होइन, कति जति लाग्दाखेरि चाहिँ ठिक हुन्छ, कति जति कुनामा च्याप्दाखेरि चाहिँ ठोकिँदैन भन्ने खालको भिडियोहरू मैले देखिरहेको हुन्छु होइन। अनि त्यो भिडियोमा चाहिँ सिकाउने मान्छेहरूले चाहिँ यहाँनिर चाहिँ त्यस्तोमा चाहिँ टेपहरू टाँसेर होइन, चिन्हहरू बनाएर यहाँको मिडल त्यहाँको छेउ भएको के अनेक आइडियाहरू लगाएको हुन्छ होइन। अब त्यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यो गरेको उनीहरूले त ठिक हो होइन, तर त्यो चाहिँ त्यही गाडीको लागि मात्र हो क्या। अब त्यो चाहिँ अब अलिकति चाहिँ गाडीको साइज फरक हुँदा बित्तिकै त्यो फरक हुन्छ क्या। अनि त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ त्यो आइडिया चाहिँ त्यति ठिक लागेन होइन। नेपालमा ट्रायल पास गर्नको लागि चाहिँ अब त्यही गाडी लिएर ट्रायल दिने हो भन्नुको हो भने चाहिँ ठिकै छ होइन। तर चाहिँ त्यो आइडिया भनेको त्यही जुन गाडीमा सिक्यो त्यही गाडीको लागि मात्रै हुन्छ क्या। अब त्यहाँ अनेक चिन्ह लागेको हुन्छ अनि गाडी अलिकति ठुलो, जस्तै अब सानो गाडी चाहिँ सानो टर्निङमा नि कट्छ, ठुलो गाडीको लागि चाहिँ ठुलो टर्निङ चाहिन्छ होइन। त्यस्तै अब यहाँ उनीहरूले चाहिँ बनाएको चाहिँ के टेपहरू टाँसेर उनीहरूले जजमेन्ट गर्ने चाहिँ यहाँको पोइन्टहरू बनाएर सिकाएको देख्छु कि। अनि त्यो चाहिँ त्यो गाडीको लागि मात्रै हो कि। राम्रो आइडिया भनेको चाहिँ होइन, यस्तै अलि साँगुरो यस्तै चाहिँ बाटोमा जाने होइन, लाइनिङ गरेको रोडहरू हुन्छ नि त्यस्तोमा जाने, त्यस्तोमा गएर चलाउने। अनि त्यसपछि मिरर हेर्ने क्या, यो साइड मिरर, हामीले अगाडिको साइड मिरर, अगाडिको यता साइड मिरर हेऱ्यो भने त्यो लाइन देखिन्छ नि त। लाइन देखिएपछि त्यहाँबाट थाहा हुन्छ आफ्नो गाडी लाइनभित्र छ कि छैन। अहिले म पनि साँघुरो बाटो जाँदैछु, अनि त्यहाँ गएर पनि गफ गरौँ होला। म ठ्याक्कै साँघुरो बाटोमा आएको छु होइन। साँघुरो छ क्या, यहाँ टोय हो होइन, ओभरटेक सोभरटेक गर्न पाउँदैन। आफ्नो गाडीको जजमेन्ट गर्नको लागि चाहिँ सबभन्दा राम्रो चाहिँ आइडिया चाहिँ टक्क यस्तो साँघुरो बाटो लाइनिङ भएको बाटोमा चाहिँ ल्याउने होइन। अनि ल्याएपछि टक्क मिरर हेर्ने, अनि मिरर हेरेपछि साइड मिरर यता र उताको दुइटैको यताको रेखा देखियो भने चाहिँ जस्तो रेखा भन्दा यति छ भने कन्फर्म भयो होइन। यताको पनि यताको रेखा चाहिँ मिररबाट देखिएछ भनेपछि रेखाभित्रै छ भने भन्ने कुरो चाहिँ कन्फर्म हुन्छ होइन। त्यतिसम्म छेउमा लग्दाखेरि चाहिँ टक्क लाइनमा चलाउन सकिँदो रहेछ त भनेर एकदम लाइनमा लान खोज्ने कि। मिरर हेर्ने सट्ट होइन, यता साइड मिरर हेर्ने, त्यहाँबाट लाइन देखियो भने अलिक छेउमा लाने, त्यहाँबाट फेरि देखिन्छ होइन, मिरर देखिन्छ, मिररमा लाइन देखिन्छ। अनि त्यहाँबाट अझै ग्याप छ भनेपछि अलिकति च्याप्ने होइन, च्याप्दाखेरि अनि टिक्क लाइनमा टुपुक्क लाइनमा हिँडेछ भनेपछि अनि त्यतिमै चलाउने होइन। चलाएपछि नि अनि आफूलाई थाहा हुन्छ क्या अगाडिको भाग कति जाँदाखेरि कतिको अगाडिको भाग चाहिँ त्यो लाइनसँग कतिको छेउमा चलाउँदाखेरि चाहिँ ट्याक्क लाइनमा चाहिँ पर्ने रहेछ त चक्का भन्ने कुरो अनि त्यसै आफूलाई थाहा हुन्छ क्या। त्यही भएर जहिले पनि आफूलाई चाहिँ यदि आफ्नो गाडीको जजमेन्ट चाहिँ गर्न गाह्रो भयो होइन, अथवा अरू कसैको पनि नयाँ गाडी 2-4 दिनको लागि चलाउँदा पनि त आफूले सानो चलाएको छ, ठुलो गाडी लिएर आइयो भने गाह्रो हुन्छ नि त। त्यसको लागि बानी बनाउनको लागि चाहिँ यस्तो साँघुरो बाटोमा लाइनिङ भएको बाटोमा जाने, अनि मिरर साइड मिरर हेर्दै चाहिँ सकेसम्म चाहिँ एकदम लाइनमा चलाउन खोज्ने। अनि त्यो गऱ्यो भने चाहिँ यति गयो भने चाहिँ त्यस मेरो चक्का चाहिँ यहाँनिर पर्ने रहेछ भने त अटोमेटिकल्ली त दिमागमा बस्छ क्या। अन्त चाहिँ ठ्याक्कै अन्त समस्या हुँदैन। त्यसपछि यता छेउको लाइनको एकदम सटाएर चलाउनु ट्राई गर्छ है त हामी। अझै पनि मेरो लाइनमा एक बित्ता यत्तिको चलाउँदा अझै ग्याप छ, अनि अलि नजिक लाने,
भने मिरर हेर्ने होइन। अनि धेरै नजिक भयो भने फेरि अलि यता तान्ने। अनि खास गरेर चाहिँ साइड मिरर हेर्नुपर्छ के, आफ्नो गाडी चाहिँ कतिकोमा छ भनेर, लाइनमा छ कि छैन भनेर। जजमेन्टको लागि चाहिँ अलिकति आफूलाई शङ्का लाग्यो होइन, अलिकति डाउट भयो भने चाहिँ यस्तै लाइनिङ भएको बाटोमा जाने, साँघुरो अलिक साँघुरो होइन, ठुलोमा भए पनि हुन्छ। सकभर चाहिँ अलिक गाडी नभएको खाली खाली हुने टाइपमा गएर अनि सकभर चाहिँ लाइनिङमा चलाउन ट्राई गर्ने के। अनि त्यो लाइनिङमा छ कि छैन भन्दै मिरर हेर्ने, मिररमा हेर्दै चलाउँदै मिलाउनु, अझै ग्याप छ भने अझै च्याप्ने लाइनतिर होइन, त्यहाँबाट फेरि चलाउने। अनि ठ्याक्क चाहिँ अनि त्यो चलाइराख्यो भने चाहिँ अनि अगाडि हेर्नु त अगाडिको भाग चाहिँ यतिमा लग्दाखेरि चाहिँ ठ्याक्क लाइनमा पर्ने रहेछ गाडी भन्ने कुरो चाहिँ थाहा हुन्छ। अनि त्यही गाडी चाहिँ कन्टिन्यू रेगुलर लामो समयसम्म चलायो भने त अनि अटोमेटिकली यो शरीर भनौँ न, शरीरले त लिन्छ कि त्यस्तो कुराहरू। अनि त्यसपछि आफ्नो गाडी छ भने त अटोमेटिकली त 1-2 महिना चलाउँदा बित्तिकै बानी परिहाल्छ होइन। त्यही पनि सुरुमा कसैको 1-2 दिनको लागि भाडा जस्तै रेन्टमा चलाउनु पऱ्यो, अथवा कोही साथीहरूको इष्टमित्रहरूको चिनजानको गाडीले ल्याइयो होइन। अब अलिक ठुलो खालको गाडी अब ल्याइयो र अनि आफूलाई त्यस्तो डाउट लाग्यो भने एक दुईचोटि चाहिँ ट्राई गर्ने कि। अनि टक्क एउटा ढुङ्गा राखेर एउटा चिन्ह बनाएर अनि त्यहाँ लगाएर ठ्याक्क रोक्न खोज्ने होइन। अनि पछाडि रोकेर अनि गएर हेर्ने, जुन गाडी पनि सिक्ने हो, जुन गाडी पनि चाहिँ पर्फेक्ट तरिकाले चाहिँ चलाउने हो होइन, कन्फिडेन्सको साथ चलाउने हो भने चाहिँ अब त्यो मैले भनेको आइडियाहरू चाहिँ लाउनुपर्छ होइन। अनि नत्र भने यो चिन्ह लाएर, चिन्ह बनाएर, सेन्टर पोइन्ट बनाएर यो हेरेर यो चाहिँ ठ्याक्क ल्याउने गर्ने, अगाडिको चाहिँ यो देखिने होइन। अनेक त्यस्तो खालको चाहिँ कुन गाडीमा गऱ्यो त्यही गाडीको लागि मात्रै हो कि त्यो भनेको। नेक्स्ट गाडीमा चाहिँ त्यो फर्मुलाले काम गर्दैन, किनभने गाडीको लम्बाइ, चौडाइ, हाइट सब फरक हुन्छ होइन। अनि त्यसले त सेम त्यही त काम गर्ने कुरा भएन। त्यही हो गाइस, आज चाहिँ त्यही सम्बन्धी चाहिँ अलिकति कुरा गर्न मन लागेको थियो होइन। त्यही भएर चाहिँ नयाँ भर्खर गाडी सिक्दै हुनुभएको र भर्खर गाडी सिकेर लाइसेन्स निकालेर गाडी चढ्दै हुनुहुन्छ र आफूलाई चाहिँ जजमेन्ट सम्बन्धी हल्का आफूलाई डाउट लाग्यो भने चाहिँ जजमेन्ट सम्बन्धी चाहिँ अलिकति कन्फिडेन्स हुन मन लाग्यो भने चाहिँ मैले दिएको आइडिया गर्नुहोस्, एकदम छिटो तपाईँलाई चाहिँ कन्फिडेन्स आउनेछ होइन। अनि मजाले आफ्नो गाडीको जजमेन्ट गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ अब तपाईँले के गर्नु पऱ्यो त भन्दाखेरि चाहिँ अब अलिक साँगो र गाडी नभएको अलिक खाली बाटो होइन चाहिँ यस्तै लाइनिङ भएको बाटोमा सर जानुहोस्। अनि साइड मिरर हेर्दै चलाउँदै होइन। अनि सकभर चाहिँ आफैले चलाउने, एकदम एकछिन लाइनमा चलाउनु ट्राई गर्ने, अनि फेरि अलिकति यता सार्न, अलिकति टाढा भएर लाइनबाट टाढा भएर चलाउने होइन। ठ्याक्क पछाडि भाग हेर्दा बित्तिकै त्यहाँ लाइन देखिनु भनेको टायरभित्र जाँदा बित्तिकै त्यो लाइनिङ देखिँदैन नि त। त्यो साइड मिररमा लाइन देखिनु भनेकै गाडी चाहिँ त्यो लाइनभित्र छ भन्ने प्रश्न हुन्छ क्या। अनि त्यही भएर चाहिँ अब अलि धेरै ग्याप छ भनेपछि अलि नजिक लगाएर अनि लाइनिङमै चलाउनु खोज्यो भने त्यो चलाइराख्यो भने अगाडि पनि लाइन हुन्छ नि त। त्यो लाइन पछाडि देखिएको मिररमा देखियो लाइन त अगाडि पनि देखिन्छ। अनि यत्तिको चाहिँ लगभग उसमा चाहिँ चलाउँदाखेरि चाहिँ ठ्याक्क लाइनमा पर्ने रहेछ भन्यो भने अटोमेटिकली जानिन्छ क्या भनौँ न। अनि पछि चलाइराख्यो भने त अनि त्यो दिमागले गर्ने भन्दा अटोमेटिकली हात शरीर पुरैले ठ्याक्क त जज गरिहाल्छ क्या। अनि त्यही अनुसारले हातहरू जान्छ, त्यही अनुसारले ह्यान्डलहरू काटिन्छ होइन। अनि त्यही गर्नु होला गाइस। अब घर पनि आउन लाग्यो होइन। अनि आज चाहिँ अब सानो भिडियो भयो, छोटो भिडियो भयो होइन, जानकारीमूलक जस्तो भन्ने कि अब के भन्ने होइन। अनि धेरै भयो अनि केमा गरौँ भन्नुभएको थियो। अनि यसमा बोलाउँ न त भनेर आज भिडियो बनाएको हो गाइस। अब तपाईँलाई पनि अब यो भिडियो मन परेर उपयोगी लाग्यो भने चाहिँ मैले दिएको आइडिया युज गर्नु होला। यो भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट
सेयर गर्नु होला है त गाइस सी यु नेक्स्ट भिडियो बाई बाई